डलर पैसा छैन यो सुपारी त भेटिहाल्यो त्यो सुपारी निकाल्नु डलर पैसा हाल्ने सुपारी त ठुलो हुन्छ भेटिहालिन्छ नि गर्दैको पहिले नै हो त सानो टुक्रा सुपारी राखेको भए मानु भएको सानो पाखी हुँदा मानु आधी किलो जान्छ एक मानामा सुपारी निकाल्नु चामल हाल्नु न चामल ले अब खाने भित्र खादियो न पहिले अब खाना एकचोटी खानाइ छैन यो खादियो न दुई जना समातेर त्यतिकै माथि बनाउनु पर्ने त तल त्यहाँ न यस्तो गर्नु अब यहाँ मिसाएर अनि खन्ने उगाएर हाल्नु अब यो त तलै जान्छ त्यो कैसे शुद्ध दुवैजना तिमी पनि भर पैसा पनि खोज के हुँदा अनि नानी सासु बुहारी जस्तो काम माना भर्न आएको उता जा भनिन्छ नि दुवैजना मिलेर के अब पैसा खोज्नु कसले पैसा खोज न यहाँ त्यसरी पहिले नि पैसा भेटिन्छ क्या तल हुन्छ र ठुलो भाडाले भर्नु न भयो यो माना पाथी अर्को ठुलो बटुको ल्याइदिनु न डेक्सी आथि अन्त बारी टिफिन टिफिनको बाटी टिफिन गाछे बोकेमा त छ कलियो महिना पाथी रहेछ ई बेला माना छोटका टिफिन चाहिँ बडका उतो यहाँ पनि कतिवटा चामल बोरे ल्याउनु पैसा निकाल्नु नापली सिखा चाहिँ बुहारी पे कत 3 गोरा मेजमान छ है बुहारी तर यो मना हाल्दै 3 मना हाल्नु यो भन्छ त भुखले रहि जाऊ चाहे मेजमान कमै खाओ त त्यसै खाओ सिक्नु गर्नु थाल्दिन बारी किर यहाँ कि त नेपाली बोल्नु कि त भोजपुरी बोल्नु मैथिली नहीं जानते मैथिली चौधरी भाषा बुझ्दैन त फेरि त्यहाँको भाषा अर्कै भोजपुरी खालको ठुलो टिफिन भएन अब छैन त कसरी बोल्थ्यो एल्बा गेल्बा अर्कै खालको क्या एकदम नाको नाक कहाँ जात बनी हो ताली 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 बराबर भयो अब एपट्टि मध्ये तपाईँ त्यहाँ बसेर ताली पनि बजाउनु हुँदैन लिलो त गिलास हो कनिया छचक बदैछु अहिले गर्ने विधि गरिहाल्नु अनि भोलि